चर्केको घाम छ। कहाँ जाने केही ठेगानै हुँदैन है। म निस्केको घरबाट चाहिँ दाइभटा बारीमा यसो अब घरमा कति बस्नु बोर लाग्यो होइन। तिर झन् के अरे उयो पनि रोपिसक्यो धान पनि। आमामा के साह्रो हो नि त। अब फेरि मोटरमा नुहाएर चाहिँ यत्रो भयो। अहिले यही आउँदाखेरि पनि होइन मोटरलाई चाहिँ मलाई हेरेन अनि फेरि म मोटरको पनि त गुनासो हुन्छ नि। त्यही भएर चाहिँ म मोटरलाई चाहिँ मिस गरिदिनु दाजुभाइहरू होइन। त्यस्तो भोलि गएर मोटरले मलाई जताभावी त्यस्तो नभनोस् भन्ने। पानीहरू यस्तो फोर्स है। अहिले चाहिँ काम भटाभट भइरहेको छ बोक्ने यस्तै हो दाजुभाइहरू। गाउँको जीवन हाम्रो यस्तै हुन्छ होइन। हेलो एभ्रिवान, वेलकम टु ब्याक टु माई च्यानल, वेलकम ब्याक इन माई भिडियो। फेरि पनि ब्याक भइसकेको छु तपाईँहरूको आफ्नो प्यारो भाइ युट्युब ब्रो होइन त। अनि त्यही नै हो। नयाँ हुन्छ भने च्यानललाई यसो सब्सक्राइब गरिदिनु होला। चाँडोभन्दा चाँडो 200 सब्सक्राइब पनि कम्प्लिट गरिदिनु होला। 150 त भयो है। त्यही नै दाजुभाइहरू। अनि 4-5 दिन चाहिँ ग्याप भएको छ भ्लग नआएर सक्सक भइरह होला कतिजनालाई होइन। अनि त्यही नै हो भ्लग गर्ने। अब त्यस्तै हुन्छ कि अब मुडले भन्दा नि अब घरबाट काहीँ निस्किँदैन, घरमै हुन्छु। त्यति साह्रो निस्किरहेको हुँदैन। अब गाउँमा कोही छैन, एक्लै अब कहाँ जाने त होइन। यस्तो घाम हुन्छ चर्केको चरक्क चर्केको घाम छ। कहाँ जाने केही ठेगानै हुँदैन है। त्यही भएर कि भ्लग गर्न आएको। त्यही नै दाजुभाइहरू। अनि आजभोलि नि यस्तै छ भाइको खालको। कहाँ जाने के जाने ठेगान केही छैन, जहाँ पनि पुग्न सक्दैन। त्यही नै हो दाजुभाइहरू, यस्तै छ। अनि अब दिउँसोतिर चाहिँ अहिले दिउँसो त अब दिउँसो नै हो। अब अहिले एकछिनतिर चाहिँ दाइको यसो मकैसकै उठाउनु जानुपर्ने काम चाहिँ भन्नुभएको थियो दाइले। अब दाइ चल्नु भएपछि हेर्नु भाइहरू म के हुन्छ त्यो पनि भाइहरू घरको घरमै। अहिले चाहिँ के अरे यो पसल कुर्दै बसेको 1 बजिसकेको छ होइन। यस्तै हुन्छ मेरो त। अब मम्मी सुतिरहनु हुन्छ दिनभरि अनि टक्क पसल हेऱ्यो बस्यो कुर्यो। यही हो काम। गाउँभरि पुरै मकै छ तातो घाममा। म निस्केको घरबाट चाहिँ दाइभटा बारीमा यसो अब घरमा कति बस्नु बोर लाग्यो होइन। पसल हेरेर मम्मी सुतेर नि उठ्नु भइसक्यो। फेरि पसल हेर्ने ड्युटी पनि लगभग सकिसकेको छ। अब यसो बारीतिर जानु पऱ्यो। झ्याउला दिउँसो के गरेर बस्ने एक्लै घरमा होइन। अब यस्तो घाममा भयो नि डुल्नु पऱ्यो नि त। आहा कस्तो शीतल छ भने नि आमा छोड्नु। यस्तो रुखको फेदमा त्यो बेलामा बस्दाखेरि त यो न बबाल मजा आउँछ। बबाल छ टक्क होइन। आमामा कस्तो भाइ पनि छुट्टियो कि कस्तो भने यहाँबाट त जानै मन लागेन त यार। के गर्ने आमा कपाल काटेर होला कस्तो नराम्रो देखायो अनुहारै। आमा चेन्ज पुरै। मैले त त्यही त अस्ति कपाल पाल्दाखेरि चाहिँ कस्तो दामी देखायो जस्तो काट्यो त कस्तो। ठिक छ अब त्यस्तो जस्तो भयो नि त्यस्तै अब हुनै पर्छ। अब नभए नि हुँदैन। त्यही नै हो दाजुभाइहरू। अब कति जाउँ भने मोटर खुल्ला भयो नि मैले कस्तो भने यार कस्तो गर्मी भयो। तर शीतल पनि भइरहेको छ। फेरि घाम चाहिँ टलक्क टल्केको कि फेरि यतातिर आमामा खत्रै टल्केको त। हावा हेर्नु न खतरा खाले टक्क होइन। आमा बब्बाल सुत्न त मजा आउँछ त नि। त्यो बाँसको झ्याङतिर झन् त्यतातिर बब्बाल हुन्छ। पहिला सुत्दिन्थ्यो कि हामी। हावा खोज्नु बाँसको झ्याङ तलै आउँछ कि। कस्तो मिठो हावा भने छोडिदिउँ होइन चल्दिउँ। आमा पनि रोपिसक्यो धान पनि। आमामा के साह्रो हो नि त। अब बबाल छ त है टक्क। आहा अझै यो पुरै धानको सिजनमा पो त धान पुरै हरियाली खतरा हुन्छ तपाईँहरूलाई होइन। अस्ति मैले रोपेको हामीले मकै रोपेको ठाउँ पनि आइसकेको छ अगाडि हो नि त। टक्कै हेरिदिउँ न होइन कस्तो भएको मकै झन्डै लड्यो। यहीँनिर अस्ति मकै टक्कै यो बारीमा मकै त राम्रै पऱ्यो त होइन। कट्टा हानेर चल्दिन्छ के भन्छ नि त्यो टिकटकमा। टिकटक कहाँ ल अब गोर आउँछ क्या यस्तो रहेछ। यस्तो भाइ पनि छुट्टै हुन्छ कि दाजुभाइहरू। त्यो भ्लगर यस्तो हावा होइन। भ्लगर कस्तो बेस्ट हुन्छ भने दाजुभाइहरू छोडिदिनु न।
टक्कै यतातिर हरियाली आमामा सिनहरू त अब आउँछ कि दाजुभाइहरू पुरै हरियाली निस्किँदै मकैहरू ठुल्ठुलो भएपछि हरियाली हुँदै आउँछ नि त बबाल त्यसपछि त आम्बो हैट सिनेमेटिक रहेछ सानो भएर अब हामी यसो मोटरतिर हुँदै जाउँ न त होइन हाम्रो मोटरलाई चाहिँ होइन यतातिर आउँदाखेरि हामीले मिस चाहिँ गर्नु हुँदैन होइन दाजुभाइहरू पहिला पहिला धेरै नै मेमोरी छ नि मोटरमा आमामा जोडिदिनु त बासै यतैतिर हुन्छ भने हाम्रो यतातिर बास हुन्थ्यो टक्कै यो साइडमा अम्बाको बोर्डहरू हुन्थेन अनि बासघारीको झ्याङको तल पनि बसिदिन्थेँ अनि त्यस पछाडि अम्बा टिप्दै खाँदै अम्बाको बोर्डमा आमा दिन कस्तो बबाल गराइदिन्छ त्यहाँ छोडिदिनु अब एक्लो भएको छु गाउँमा होइन सबै दाजुभाइहरूले भ्लग हेरिरहनु भएको छ होला पक्कै पनि होइन नहेरे पनि म सेयर गरेर पठाइदिन्छु नि त हेर्ने बाध्यता बनाइदिने होइन त्यही हो अहिले बाहिर बाहिर पुग्नु भएको छ अब के गर्नु छोडिदिनु त्यस्तै छ होइन अनि हाम्रो मोटरतिर चाहिँ यसो हेरिदिनु पर्ने हुन्छ मोटरतिर पनि पुगिदिनु पर्ने हुन्छ हामी चाहिँ होइन किन भन्दाखेरि मोटरले यहाँ आउँदाखेरि पनि यो त पहिला पहिला यही मोटरमा नआएर चाहिँ यत्रो भयो अहिले यहीँ आउँदाखेरि पनि होइन मोटरलाई चाहिँ मलाई हेरेन अनि फेरि म मोटरको पनि त गुनासो हुन्छ नि त्यही भएर चाहिँ म मोटरलाई चाहिँ मिस गरिदिनु दाजुभाइहरू होइन त्यस्तो भोलि गएर मोटरले मलाई जताभावी त्यस्तो नभनोस् भन्ने धारणा राख्दै यतातिर आइपुगेमा ल फाइनल्ली मोटरतिर नै आयो होइन टक्क लाएर पुरै लेदो फोहोर पानीहरू यस्तो फोहोर छ खतरा नहिँड्दैन नि पहिला पहिला आमा छोडिदिनु न पानी यो छ नि यो मोटरको यो यसमा क्या हामी यस्तो थुनेर कि दाजुभाइ यो वालामा थुनेर होइन खतरा नुहाइदिन्थ्यो भने भराएर यो थुन्ने अनि भराउने टक्क डुब्ने कि यस्तो बेस्ट हुन्थ्यो नि आमामा छोडिदिनु न बबालमा यस्तो हुने होइन यतातिर झन् छोडिदिनु आहा कस्तो हुन्छ होइन अहिले त धेरै मिस पहिलाको दिनहरूलाई चाहिँ छोडिदिउँ होइन अब के गर्ने यस्तो सम्झेर मात्रै पनि हुँदैन होइन अब त्यही हो दाजुभाइहरू मोटरलाई चाहिँ होइन मिस गर्नु हुँदैन हामीले यतातिर आउँदाखेरि चाहिँ मैले अनि तपाईँहरूले पनि तपाईँहरू भ्लगबाट हेर यसो ल ल ल भन्दिनँ हाम्रो सानो भाइलाई यो मोटरबाट पनि लागिदिनु पर्ने हुन्छ म चाहिँ नि दाइबाट जानुपर्ने हुन्छ किन भन्दाखेरि बारीमा दाइहरू एक्लै होला एक्लै गर्ने मान्छे छ तै पनि यस्तो अब जानुपर्ने हुन्छ अब निस्किनुपर्छ है टक्क लाएर बाटो त अन्त फेरि बाटो त फेरि यस्तो यो वालामा नि त यहाँबाट टक 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 उता हो नि त फेरि त्यही नै हो दाजुभाइहरू अब निस्क्यौँ होइन बाई बाई मोटर अब यहीँबाट सम्झना धेरै छ होइन टक्क यहाँबाट यस्तो कुदिँदै नि यस्तो वालामा खतरा कुदिँदै पहिला पहिला त मतलब त्यो बक्सर मात्रै लाग्यो ज्याद रहेछ नि त हामी यहाँबाट पनि छिर्थ्यो होला है धेरै छ छोडिदिनु यस्तै छ उतापट्टि काम गरिरहनु भएको रहेछ होइन मस्तले अब म गएर पनि हल्का हेल्प गरिदिनु पर्छ अनि हावा चाहिँ ओभरै हानिरहेको छ होइन बोलेको पनि आवाज केही पनि आएको छैन होला है बोलेको आवाजहरू पनि हावाले ओभरै हानेको छ होइन त्यही नै हो यसरी भ्लग गर्नुपर्ने हुन्छ मैले चाहिँ हावाले डिस्टर्ब हानिदिन्छ फेरि मलाई दाजुभाइहरू त्यही हो अब हावाले धरी आज आएर दुश्मन बनिदिएको छ होइन के गर्नु त अब यस्तै छ झन् भटाभट भइरहेको छ बोक्ने यस्तै हो दाजुभाइहरू गाउँको जीवन हाम्रो यस्तै हुन्छ होइन तपाईँहरूको कस्तो छ मस्त सोफामा चिलमा बसिरहेको होला है आमामा उठ्नु पर्दैन काम गर्नु पर्दैन के भन्नु अब यस्तै छ आफ्नो हालत चाहिँ होइन त्यही नै हो दाजुभाइहरू अब यस्तो कामहरू सकाएर अरू बोराहरू टोर्ने छ सकाएर फेरि भेट्ने छ है त दाजुभाइहरू मस्त सुधिरहेर है म्याटहरू चिल जे भयो नि मेरो एउटा सब्सक्राइबर एउटा लाइक चाहिँ हानिदिनु ल पुरानो हुनुहुन्छ भने कमेन्ट ठोक्नु ड्याम्मै है त हामी रेस्ट गर्दैछौँ होइन हुँदैन भाइ मस्त पुरै सुते जस्तो तर हामीले चोपभरि हानिदिएको छ होइन टलक्क टल्के छ है माकुरी सिधै मेरै टाउकोमा अनि यत्रो मगाहरू चाहिँ लिएर आइसकेको छौँ हामीले होइन उठाएर अब हामी यस्तो रेस्ट गर्नु पऱ्यो नि त यसो थके पनि मार्नु पऱ्यो नि त्यस्तो काममा त्यही हो अब अलिअलि गर्दा सकिनु लागिसकेको छ सकेपछि त फेरि चिल अन्त सकिँदैन ढुक्क आमामा होइन भाइ चिलमा अनि त्यस्तै हो अब के गर्नु घामले ओभर डल्छ होइन ब्ल्याक पनि ब्ल्याक कालो होइन कालो भइसक्यो त्यही नै हो मलाई घमण्डी चाहिँ छैन फेरि अनुहार त्यही हो कि न भाइ हामी घमण्डी चाहिँ त हामी ब्ल्याक भएको राम्रो मतलब झन् अफ्रिकाको भिजा राख्नु पर्ने अहिले चाहिँ हाम्रो नेक्स्ट काम रहेको छ होइन अनि त्यहाँको काम सकेर पनि अहिले चाहिँ हामीले अब अर्को ठाउँको अर्को बारीको त्यही छेउभन्दा अहिले यतापट्टि अघि चाहिँ हामी उता साइड काम गरिरहेको थियो भने अहिले चाहिँ यतातिर गरिरहेको छौँ
अनि त्यही नै हो अब यतातिर काम सकाएर अब रातै पर्छ होला सायद पर्छ रात अनि के हुन्छ अझै देखाउँदै जान्छु सो दाजुहरू काम चाहिँ सघाउँछ अहिले मलाई चाँडो होइन अनि यस्तै छ आजको दिन बारीमै बितेको छ त्यही नै हो दाजुहरू हेर्दा नि अचम्म लाग्यो होला है आज के अरे किट्टु ब्रोले नि काम गरेको देखेर म आफैले अचम्म लागिरहेको छ कि काम साम सकाएर रात परिसकेको छ घर आएको भाइले टक्कै त के अरे यो पानीपुरीको अचार बनाउँदै रहेछ के को अचार हो यो अचार के कुन पुरीको हो यो खानीपुरी ए के अरे पानीपुरीको अचार रहेछ भाइले बनाएर ताल तर एउटा चिजकै गाइजहरू होइन तर यो भाइको टुप्पी चाहिँ यस्तो म कस्तो भने कसरी बयान गर्नु तपाईँहरूलाई होइन टुप्पी चाहिँ ओभर खतरै छ है कुन तिमीले अस्ट्रेलियाको चक्लेट खान्छौ कि अमेरिकाको मैले मिस्टर बिस्को बा त्यही नै हो अब कामसाम सकेको छ रात पनि परिसकेको छ होइन टक्क त्यो बारीको काम पनि हाम्रो लास्टै अन्तै भइसकेको छ सबै भएर सकिएर पनि अहिले ट्र्याक्टरमा माल लाँदैछ हाम्रो टक्क लाएर होइन भाइ खतरा उफ्रिन्छ अहिले चाहिँ हामी घर जाँदै अब लगभग बारीको काम पनि सक्यो अब सुरुदेखि भ्लग बनाएपछि अन्त्य पनि त गर्नु पऱ्यो नि त अनि त्यही हो अन्त्य चाहिँ हाम्रो यति नै रहेछ अब भ्लग अपलोड गर्नुपर्ने हुन्छ मैले एडिट गरेर आज चाहिँ टक्क दाजुभाइहरू यस्तै छ है दिनहरू यो मस्त छ ल दाजुभाइहरू त्यही हो आजको भ्लग यतातिर व्यस्त हुन्छ हस् त धन्यवाद जय नेपाल।